त्यो देख्दा झट्ट छोडेको देखिए पनि त्यो वर्षौँ अगाडिदेखि त्यो सवाल म भित्र चाहिँ उठि नै रहेको थियो र इभन अहिले पनि उठिरहेको छ र अहिले पनि मसँग फुर्सद भएसम्म मैले टाइमले भ्याएसम्म म सबैसँग टाढा भएर मेरो आफ्नो जिज्ञासामा लागि नै रहन्छु। जानेर जान्न जरुरी छ भन्ने सोचले गर्दा आफ्नो जिज्ञासा आफैले नै पुरा गर्नुपर्छ भन्ने सोच पनि हो। त्यो सिनेमा इन्डस्ट्रीमा काम गर्दा गर्दा एक प्रकारको कहिलेकाहीँ त्यो तनाव हुन्छ नि त, एकदम धेरै त्यो तनावबाट अलिकति रिलिफ हुने हो त ए होइन, यो चलचित्र उद्योगले दिने तनाव, यो चलचित्र कामको तनाव भनेको त सामान्य तनाव हो। कामको तनाव भनेको त एक किसिमले भन्ने हो भने अल्छीको तनाव हो। किनभने काम गर्दा गर्दा अल्छी लाग्छ, यसो बस्न पायो भन्थ्यो भन्ने हुन्छ होइन। तर त्यो तनावको कारणले चलचित्रमा काम गरिराखेका छु, यति धेरै माया पाइराखेका छु होइन, पारिश्रमिक पनि पाइरहेको हुन्छु, सबै चिज पाइरहेको छ। तर ती सारा चिजभन्दा पनि गहिरो सवालहरू धेरै छ होइन, ती सवालले मलाई तानेको हो। ओके दाइ, अब चाहिँ फेरि तपाईँ आचार्यमा आउनुभयो, भारो साइन गर्नुभयो, फेरि कस्तुरीको साइन भएपछि अब फेरि म दर्शकसँग फेरि नजिक हुनुपर्छ भन्ने सोच दाइ। म टाढा हुँदाखेरि पनि दर्शकबाट म टाढा थिइनँ। मैले मेरा त्यतिखेरका अनुभव पनि मैले इन्टरभ्यूको मार्फतबाट मैले दिनै राखेको हुन्छु। म यो छोडेर कहीँ गायबै भएर पर हुँदाखेरि पनि त्यहाँ भएको अनुभव पनि त आएर मैले बताउने त मेरै दर्शकहरूलाई नै हो नि। त्यसैले उहाँहरूबाट म कहिले पनि टाढा भएँ। फिल्मको मेकिङहरूको चिजहरूबाट म अलिकति टाढा भएँ। तर अब मेरो कोसिस चाहिँ ठिक्क चलचित्र गर्नु पर्यो र अब कन्टिन्यू म मेकिङमा आउने मेरो विचार छ। चलचित्र निर्माणमा चाहिँ म निरन्तरता दिउँ भन्ने मेरो कोसिस छ। कोसिस